जय भैरवनाथ, जय शम्भो। हजुरहरूलाई सोधिएको प्रश्न यमराजको हातबाट आफ्ना श्रीमानको प्राण बचाउने नारीको नाम के हो एउटा सोधेको थियो। त्यो सोधेको प्रश्नको उत्तर धेरैजनाले एउटै उत्तर दिनुभएको छ। त्यो उत्तर हो सावित्री। सावित्रीले आफ्ना पतिको प्राण यमराजको पन्जाबाट लिएर आउनुभएको थियो। ल अब अर्को प्रश्न छ त हजुरहरूलाई, श्रीमद् भागवतका रचयिता त लेखक कुन ऋषिले लेख्नु भएको थियो? हजुरहरूले कमेन्ट बक्समा उत्तर दिन सक्नुहुनेछ। जसले उत्तर दिनुहुन्छ उहाँहरूको दोस्रो भिडियोमा वाचन गरिनेछ। जय भैरवनाथ, जय शम्भो।